माथितिर हेर्ने हो भने हिमालयको रेन्ज छ, त्यहाँदेखि तलतिर पहाड, त्यहाँदेखि तलतिर तराई, सबै कुरा सम्पदाले भरिभराउ भएको देशमा आज राजनीतिक रूपमा हामी विकृत किन भयौं? सामाजिक हिसाबले हेर्ने हो भने हामी फुटेका छौं। हामी एक ठाउँमा आएर काम गर्न सक्दैनौं, एक ठाउँमा आएर एकले अर्कालाई सघाउ पगाउ गर्न सक्दैनौं, एकले अर्काको ईर्ष्या र डाहा गरेर बसिरहेका छौं। हामी बीचमा फुट आएको छ। आर्थिक हिसाबले हेर्ने हो भने विदेशीको टोयलेट सफा गर्न नगइकन हामी दुई छाक खान नसक्ने अवस्थामा पुगेका छौं। हाम्रा केटाकेटीलाई स्कुल पढाउन नसक्ने अवस्थामा पुगेका छौं। विराम भएको बेलामा अलिकति स्वास्थ्य उपचार गर्न नसक्ने अवस्थामा हामी पुगेका छौं। विदेशीको टोयलेट, विदेशीको चाकरी, विदेशीको टोयलेट नधोइकन, विदेशी सेनामा भर्ती नभइकन, विदेशी फ्याक्ट्रीमा गएर त्यहाँनिर मेसिनसरी नकजिएकन हामीले हाम्रो घर चलाउन सकेका छौं। के भयो आज? कसरी चाहिँ हाम्रो देशलाई हामीले स्वर्ग भन्न सक्छौं? यहाँ म प्रश्न गर्न चाहन्छु। मुखले मात्रै स्वर्ग जस्तो देश भयो भनेर भन्न मिल्दैन। हाम्रो समाजमा भएको गरिबी, हाम्रो समाजमा भएको विकृति, हाम्रो समाजमा भएको अभाव र द्वन्द्वहरूको कारणले गर्दाखेरि यो देश तपाईको चाहिँ स्वर्ग जस्तो छ भनेर हामीले भन्न सक्ने स्थितिमा नरहेको कुरा म यहाँहरु सम्पूर्णलाई जाहेर गर्न चाहन्छु। प्राकृतिक रूपमा यो देश स्वर्ग जस्तै सुन्दर छ, तर राजनीतिक रूपमा, सामाजिक रूपमा, आर्थिक रूपमा हेर्नुहुन्छ भने यो देश नर्क जस्तो भइसकेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। है, राजनीतिक हिसाबले हेर्ने हो भने आज बाउ छोरा बोलचाल हुँदैन। बाउ एउटा पार्टीको छ, छोरा अर्को पार्टीको डम्फु बजाएर हिँड्छ। है, विभिन्न तपाईको बाहनामा फुटेको छ समाज। विकृत रूपमा एउटाले चाहिँ बिरुवा रोप्यो भने अर्को पार्टीकोले गएर उखेलिदिन्छ। एउटा पार्टीकोले चाहिँ बनाएको घर अर्को पार्टीकोले गएर तपाईको चाहिँ तोडफोड गरिदिन्छ। यस्तो तरिकाको समाज बनेको छ, यस्तो तरिकाको राजनीतिक तपाईको कुसंस्कारले हामी चाहिँ पीडित भइरहेका छौं। त्यो अर्थमा भन्ने हो भने आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यो अर्थमा भन्ने हो भने स्वर्ग छ यो देश भनेर हामीले प्राकृतिक रूपमा मात्र हेर्न सक्छौं।